जुम गरेर त्यस्तो पनि हुन्छ। अब त्यसमा अलिक ठुलो इस्यु बनाए इन्डिया लग्न सकेन भनेर भन्दै इन्डिया किन लग्नु पर्यो आफ्नो देशमा हस्पिटल हुँदाहुँदै। पहिले प्राथमिक यो सरकारले त इन्डिया विदेश उपचार नगराउने सरकारीमै गराउने भनेको छ। प्रत्येक सांसदले प्रत्येक सरकारले प्राइभेटमा गर्न नपाउने उपचार सरकारी हस्पिटलमा गर्ने। त अब सुध्रिन्छ नि त हस्पिटलहरू। अहिले बिउ हस्पिटल कति सुध्रिएको छ धेरै कुराहरू। हामीले त के छ र हामी बस हामीसँग जोडिएका पिँढीहरूले राम्रो शिक्षा राम्रो रहन सहन राम्रो रोजगार पाउन् त्यति हो। यो बच्चाको भविष्य बन्यो स्कुल सुध्रियो। हाम्रो त अब के छ उमेर आधा पुगिसकेको छ होइन। अब थोरै आउने पिँढीहरूले चाहिँ राम्रो देखुन् झिलिमिली लाइट हुन् चोरी सिकारी नहोस्। अब यो पुरै जनप्रिय स्कुलसम्म लाइट भयो भने राति यहाँ एउटा केही अप्ठ्यारो पर्दैन। मान्छे फटा गर्ने मान्छे पनि लाइट छ भने चाहिँ गर्दैन क्या फटागिरी। यहाँनिर अरू सब ठिक छ त्यही खोरले गर्दा अलिक डिस्टर्ब गरे हुन्छन् के त्यहाँनिर बाटोमा त्यही छ। त्यहाँ पनि लाइट हाल्ने हो। त्यहाँ लाइट हाल्यो भने खोरले गर्दाखेरि पनि अप्ठ्यारो पर्दैन किनकि त्यहाँ गाडीहरू धेरै हुन्छन् के खान्छन् अनि सानो बच्चालाई छोड्न पनि अलिक डर हुन्छ कि स्कुल जान आउन। तपाईँलाई ध्यान दिएर हेरेको छ त्यसले। कलर चेन्ज भयो नि अघि रातो थियो अहिले कालो भयो। रिसायो मेरै पछाडि लागेको छ भनेर त्यसलाई टेन्सन भयो। आफूभन्दा लामो जिब्रो हुन्छ यसो धेरै लामो हुन्छ। फटाङ्ग्रा सट्याङ्ग्रा के निकेल्यो छिप्कली चान्नी भयो फालिदिनु त्यस्तो मान्छेलाई केही नहुने क्या छिप्कली शुद्ध त्यसले खाइदिन्छ दारुको दाम। तर सामान्य मान्छेले खायो भने मान्छे मरिहाल्छ नि। छिप्कलीको विष त खतरा हुन्छ।